मलाई किन भेट्न खोज्नुभयो? म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ। कमला मिस? मैले ध्रुवको बारेमा कुरा गर्न खोजेको। कस्तो अपूर्व संयोग। हेलो, श्रावणको 20 गते अहिले राति 8 बजिरहेको छ र अहिले म हेरेर आएँ कमला मिस। र यो एकतिर हली छ जो अति नै बिल्ला फिल्म छ, पर्सपेक्टिभ अफ फिल्म मेकिङ एन्ड दोज स्टफ जुन अति नै बिल्ला छ, र एकतिर छ कमला मिस जसको सबै चिज मलाई मन परेको छ। मुभीको डाइरेक्सनदेखि लिएर मुभीको क्यामेरामा वर्क मात्र होइन, लाइटिङदेखि लिएर बिजिएम एन्ड दोज स्टफ्स धेरै राम्रो छ। मुभी मेकिङ पर्सपेक्टिभबाट धेरै नै राम्रो बनेको छ। सस्पेन्स थ्रिलर जोनरामा बनेको भए पनि मुभीले चाइल्ड साइकोलोजीलाई धेरै प्राथमिकता दिन्छ र यो फिल्मले धेरै चिज क्रिटिकल्ली र फिल्मले हुन्छ नि मनोविज्ञानको रूपमा होइन, र एउटा मनुष्यको दिमागमा कति चिजसम्म सिरियस स्टफहरू चलिरहेको हुन्छ र एउटा यस्तो लेखक छ जसले लेखिरहेको छ एउटा किताब कमला मिस, र त्यो कमला मिसमा उसले जे लेखिरहेको छ त्यो एउटा बच्चाको जीवनमा भइरहेको छ, जहाँ या त त्यो सबै चिजहरू कल्पना हो जो ध्रुवले देखिरहेको छ, र तर अर्को पनि एउटा चिज त्योमा समेटिन्छ कि यत्रो चिज त थाहा छैन होला नि त, जे लेख्दैछन् त्यो सबै हुँदै नै छ होइन। कमला मिसको क्यारेक्टर मरो कि बाँच्छु त्यो सबै निरशाहको हातमा छ होइन। अब त्यो के भन्नु यार, मुभी जब तपाईँहरूले हेर्नुहुन्छ नि धेरै सोच छैन फिल्मको, 3-4 दिनमा निक्लिन्छ, तर एकचोटि गएर हेर्नु क्या, मुभीको क्लाइमेक्स पछि यो फिल्मलाई बुझ्नुभयो, एउटा मनमा डाउट हुन्छ यार यो के थियो फिल्म होइन, यसले के सन्देश दियो र कसरी यो फिल्म एन्ड हुन्छ नि, त्यो धेरै नै युनिक छ क्या। फिल्मको मेकिङ पर्सपेक्टिभ अति नै युनिक छ, र जस्तो जोनरा जस्तो टाइप अफ मुभीको सबै कामहरू भएको छ, जसरी हामीलाई उयो सिनेमा प्रोभाइड गर्छ र हामीले जुन कन्ज्युम गर्छौँ नि त्यो धेरै युनिक छ। के यहाँ भूत प्रेत हातमा छ? छैन। यहाँ के यो गुन्डागर्दी भइरहेको छ? छैन। यहाँ के मर्डर भइरहेको छ र त्यो मिस्ट्री सोल्भ हुन आँटेको छ? छैन। मर्डर भएको छ कि छैन थाहा छैन, त्यो मान्छे मरिन् कि मरेनन् पनि थाहा छैन, र योमा भिलेन त्यस्तो मेजर तरिकाले त लेखिएको छैन उनीहरूको क्यारेक्टर, तर एउटा सानो आर्कको रूपमा भनिएको छ र त्यो ठिकठाकै छ होइन। मलाई त्यो त्यस्तो खास लागेन, र दुईजनाको ठिकठाकको पर्फर्मेन्स छ होइन भिलेन्सहरूको पनि, तर स्कुलको पर्सपेक्टिभबाट त्यो बच्चाको एक्टिङ चाहिँ मलाई मन पर्यो क्या, जुन एग्रेसन देखाइरहेको थियो त्यो सानो बच्चाको, कि आमाको ममता पाएको छैन त त्यसले होइन, आमाको ममता पाएको छैन र उसलाई खसखस छ होइन। ऊ प्रिन्सिपललाई अलरेडी भनिसकेको हुन्छ कि जुन पनि शैतानी र सबै चिजहरू भइरहेको उसले गरिरहेको छ ऊ अति नै फटा छ, स्कुलको सबैभन्दा फटा केटो, हरेक ठाउँमा जाँदा केही न केही गरिदिने, अडिटोरियममा एउटा ठुलो इभेन्ट भइरहेको छ गएर जेनेरेटरको तारै काटिदिन्छ होइन। अब कोहीसँग मजाले बोलिरहेको हुन्छ लडाइँ हुन्छ, गार्डलाई रिस्वत दिन होस् या त सबै त्यो अराउन्डमा एउटा इन्भाइरोमेन्ट होस्टेलमा बसेपछि एउटा बच्चाको साइकोलोजीबाट देखाउन खोजिन्छ कि किन गर्दैछ त यसले के खोजिरहेको छ, र एउटा मेन्टर पाएपछि त्यो बच्चाको मन मस्तिष्क कसरी डेभलप हुन्छ होइन, एउटा मेन्टर भेटेपछि कसरी त्यो सुध्रिन्छ त्यो पनि देखिन्छ फिल्ममा। धेरै चिज छ क्या, त्यो मुभी हेरेपछि त मात्र तपाईँहरूले थाहा पाउनुहुन्छ। यो ट्रेलर हेरेर केही पनि आइडिया लाग्दैन कि कस्तो छ फिल्म, कस्तो छ कहानी पनि बुझ्ने तब हो जब तपाईँहरूले बुक पढ्नुभएको छ होला क्या। विजय मल्लको स्मृति प्रतिष्ठानको ब्यानरमा बनेको फिल्म श्रावणको 22 गते रिलिज भएको यो कमला मिस, जहाँ निरशाहको डाइरेक्सनमा बनेको छ र धेरै बवाल बनेको छ क्या होइन। विजय मल्लको परिवारको प्रोडक्सनमा बनेको फिल्म
स्पाइडरम्यान ब्रान्ड र गौँथलीको प्रकोपबाट यो बाँच्न सकेर 46वटा मात्र सो थियो र अब देख्दै अझै क्यान्सल हुनेछ जस्तो देखिन्छ। फिल्म विजय मल्लकै नाटक कोही किन बर्बाद होसबाट निकालिएको कथामा आधारित छ र यो कथा म एकचोटि त्यो बुक पढौँ जस्तो ठिक भयो क्या होइन। तर मुभी हेर्नको लागि हामी 6 जना थियौँ टोटल। 6 जनामा 3 जना पनि गायब इन्टरभल पछि त इन्टरभलसम्म 6 जना थिए होइन। यसो हल्ला हल्ला हुँदै थियो परेर गायब। हामी 3 जना ठिडिङ परेर हेरिरहेको छौँ। मान्छेहरूले हरेक चिजलाई सपोर्ट त गर्नै नै पर्छ। कमला मिस हेर्नु पर्थ्यो अडियन्सहरूले। त्यस्तो राम्रो प्रमोसनल मेटेरियलहरू नआएका कारणले पनि होला, नभए अडियन्स सुड वाच दिस टाइप अफ मुभी अल्सो क्या। कहिलेकाहीँ यतिको राम्रो पनि मुभी हेर्नुपर्छ र त्यो घटिया हली हाउसफुल थियो। के भन्ने ओके यो देशको प्रगति हुँदैन यो हली नचल्दा या त चल्दा। अब हामी फेरि अर्को भिडियोमा भेट हुने नै छ होइन। कमला मिसको मेकिङ पर्सपेक्टिभ धेरै नै राम्रो मन पर्यो मलाई। त्यो इन टर्म अफ एनिथिङ होइन धेरै राम्रो फिल्म निक्लियो क्या सिनेफाइल्सहरूको लागि चाहिँ। मासी अडियन्सहरूले पेसेन्स लेभलै हुँदैन यो यतिकै यो कहानी बुझ्न चाहन्छन् नै त्यो अडियन्सहरूले। मासिकल्ली इट्स नट अ ग्रेट फिल्म। मासी अडियन्सहरूलाई एट्याक गर्दैन यसले धेरै होइन। इमोसन्सहरू फैलाउनु छ भने चाहिँ मासी अडियन्सहरूले क्रिएटर गर्ला नभए नो दिस अन निड। र यस्तो पेसेन्स नै उनीहरूमा छैन जुन अहिलेको त्यो गौँथलीहरू जस्तो प्रकोप जुन छ नि अडियन्सको माइन्डमा अहिले। त्यसले गर्दाखेरि पनि मासी अडियन्सहरूले धेरै नरुचाउन सक्छन्। सो इन मासी आई वुड गिभ इट अ गुड 2.5 स्टार होइन। र अब सिनेमेटिक एस्पेक्टमा भन्नुपर्दाखेरि मेकिङ पर्सपेक्टिभबाट होस् या त यसको क्यामेरा वर्क होस् जस्तो टाइप अफ सस्पेन्स थ्रिल यो फिल्मले फिल गराउँछ त्यो बबालै छ। तपाईँलाई कस्तो लाग्यो आफ्नो ओपिनियन कमेन्ट्समा दिन नभुल्नु होला। हेर्नुभएको छ कि छैन र तपाईँकोतिर सो लाग्यो कि लागेन। इन सिनेमेटिक आई वुड गिभ इट अ गुड 4 स्टार। इट्स अ एपिक सिनेफाइल मुभी होइन। सिनेफाइलहरूको लागि एउटा यस्तो मुभी हो नि यो मासी अडियन्सहरूलाई धेरै क्रिएटर मात्र गर्दैन नभए दिस इज अ भेरी 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 गुड सिनेमा होइन। अब दिस वाज माई ओपिनियन। तपाईँको ओपिनियन अलग पनि हुनसक्छ। तपाईँको के छ ओपिनियन कमेन्ट्स गर्न नभुल्नु होला। अब निकै भिडियो नहुन्छ त्यो मुभिजहरूमा त भेट्यो नै छ। तपाईँको लागि बाई, थ्याङ्क्स फर वाचिङ एन्ड जय नेपाल। कमलालाई मार्ने के कमलालाई जिउँदै राख्ने? स्टप इट।